श्यामको Hello guys, this is Mami. I am Magar. So welcome to my vlog. आज चाहिँ के हो भन्ने हजुरलाई भयो होला। आज चाहिँ मगरहरूको विशेष चाड माङ्गे सङ्क्रान्ति नयाँ वर्षको हो। सो हामी चाहिँ आज मेरो साथी छोरी हो, साथी छोरी र म चाहिँ टुडिखेल जाँदैछु। हेरौँ कस्तो हुन्छ माहौल, हजुरहरू पनि मसँगै हेरौँ कस्तो हुन्छ। सो आई एम एक्साइटेड। कस्तो थियो? I'm excited to meet you guys in Turkey. चलो भने जस्तै गरौँ। हामी चाहिँ लगभग आइपुग्नु लाग्यो, माइती घर पुगिसक्यो। अन्त दिउँसोको 2 बजे हिँडेको बिहानको रेडी भएको कस्तो दिन लागेको हुँदैन होला। सिर्सी पनि दिदी हल्का हल्का भइरहेको मेरो चाहिँ घरमा झरेछ। यो भिडियोमा चाहिँ मेरो शिरबन्दी चाहिँ बाङ्गै दिँदो रहेछ भन्दै के हुन्छ र अनि ओभर भाइ राम्रो खानु क्युटी भाइ यो लोकसेवा लडेको लोकसेवा र म्याक हामी चाहिँ लगभग आइसकेको छु। सबले टुक भइरहेको कति जस्तो छ। हामी चाहिँ लगभग टुडिखेल आइसक्यो। सो हामी चाहिँ इन्जोय गर्ने चाहिँ 2 जना भयो भने हामी गर्ने सबैले कभर पार्दैछ मलाई मन परेन। यस्तो छ नि भित्र। फाइनली हामी चाहिँ आइपुगिसक्यौँ। यहाँ हाम्रो मगर समुदाय धेरै धन्यवाद छ हाम्रा उदय सल्लाहकारज्यूलाई। अब म यसपछि आसन ग्रहणलाई चाहिँ समाजका केन्द्रीय अध्यक्ष हाम्रो आदरणीय भाइ रणबहादुर थामीजी हामी माझ आउनुभएको। कृपया आजको कार्यक्रममा अतिथिको आसन गर्नका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी सुनवार सेवा समाजका केन्द्रीय अध्यक्ष हाम्रो आदरणीय मित्र अमृत सुनवारजी पनि हामीमाझ हुनुहुन्छ। उहाँलाई पनि अतिथिको आसन गर्नका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी जेनजी युवा एकदमै क्रियाशील हाम्रा जुझारु नेता अशोक राणा मुखर्जी, श्यामको रुकुम पूर्व काठमाडौँको श्यामको नृत्य, मगरउत्तान समाजको कौरा नृत्य र चाहिँ पुरानो
कण्ठ मगर समाजको चाहिँ झुला नाचिका हाम्रो सांस्कृतिक उपाध्यक्ष कोविनाजी र हाम्रो सांस्कृतिक सङ्घको अध्यक्ष नन्दजी उहाँ चाहिँ दुवैजनालाई भेटेर चाहिँ आफ्नो चाहिँ सेड्युल मिलाउनु होला तयारी अवस्थामा राख्नु। अब भूमि समाजका साथीहरू त एकदम प्याक थियो, हामीले धेरै इन्जोय गऱ्यौँ। सो रमाइलो थियो। कस्तो थियो यहाँ चाहिँ हेर्नु सक्नु। फेरि हामी वापस गऱ्यौँ, हराएको मान्छे भेट्यो झन् रवि दरलाई मगर आज हराएको छ भनेर यताबाट बालाको कस्तो लाग्यो अब उता जाउँ न है। यता साइडमा जाउँ न। रमाइलो लाग्यो। मलाई चाहिँ ठिकै रमाइलो लाग्यो, त्यस्तो वाउ भन्ने रमाइलो चाहिँ लागेन। किन भन्दाखेरि मेरो फर्स्ट टाइम हो, मेरो पनि फर्स्ट टाइम हो। चाँद लाग्दै थिएन, आउटिङ सङ्गहरू चाहिँ केही बजाएको थिएन। त्यही भएर मलाई चाहिँ अलिकति कस्तो लाग्यो तपाईँले ठिकै रमाइलो भयो। घुगी खाने होइन उयो अरू अरू डिसहरू छ त यता आइज न खानेकुराहरू। हामी चाहिँ यहाँ थारू कल्चरमा आएको छु। मैले चाहिँ हेर्नु सक्नुहुन्छ मैले निकाल्दैन, मलाई हेर्नु त गाह्रो भयो झापझाप भएर। सो मैले निकाल्दैछु। हामी चाहिँ फर्स्टमा मगर समुदायमा बसेको थियौँ, यस्तो बवाल रमाइलो भयो, धेरै इन्जोय गर्थेँ। अहिले चाहिँ म थारू समुदाय यस्तो जाम अनि हामीले चाहिँ के अरे घुङ्गी पनि खायो। सो हामीलाई चाहिँ घुङ्गी खासै मिठो लाग्यो, एकदम मरिचको वाइकीको स्वाद थिएन। त्यसो चाहिँ हामीले इन्जोय गऱ्यौँ। साँझको 6 बजिसक्यो, हामी यही छौँ। मेरो नाच्ने घर अहिले घर जान लागेको, किन भन्दाखेरि साँझ परिसक्यो अनि काठ पनि बढिसक्यो। हामीले चाहिँ यो अहिले लगाएको लिएर आएको थिएनौँ। सो हामी चाहिँ यताबाट पछाडि साइडबाट चाहिँ यता मगर समुदाय साइडतिरको गेटबाट निस्केर जान्छौँ। मलाई कस्तो त्यस्तो गाडी फाइनली हामी चाहिँ निस्कन लागिसक्यो। उहाँलाई चाहिँ हाम्रो समाजको हाम्रो मुखिया हाम्रो अध्यक्षज्यूबाट चाहिँ पगडी लगाइदिनुहुन्छ। त्यसपछि अब हामी यहीँबाट जाउँ उहाँहरूकै घरमा गएर चाहिँ उतै सुँगुर काटेर उतै रक्सी खाएर उतै रमाइलो गरौँला। अब हामी माइती भान्ज सधैँ बराबरी हुनुपर्छ, कसैको दशा बलियो कसैको दशा कमजोर हुनु हुँदैन भन्ने कुरा हुन्छ। ल अब हाम्रो उहाँ तारा ढाल्नेलाई चाहिँ हाम्रो उबाट चाहिँ फाइनली म
चाहिँ घर जानु लागेको किन भन्दा एकदम यहाँ चाहिँ हङ्गामा भइरहेको छ सो मैले चाहिँ एकदम धेरै इन्जोय गरेँ सो हजुरहरूले पनि गर्नुभयो होला सबैजना कति यहाँ काठमाडौँमा हुनुहुन्थ्यो यहाँ टुडी खेलमा आउनुभयो होला क्या रमाइलो फिल भइरहेको थियो कि टक्क अनि मजाले इन्जोय गरेँ अनि अहिले चाहिँ साँझको ठ्याक्कै 6 बजिसक्यो सो हामी चाहिँ अहिले घर फर्किनु लागेको देख्न सक्नुहुन्छ यति अहिले चाहिँ हामी यता पछाडितिर आएको छ खाली खाली त त्यस्तो मजाले इन्जोय गरेँ सो साँझ परिसक्यो मलाई देखेर पनि थाहा पाउनुहुन्छ हजुरलाई बाई थ्याङ्क यू फर वाचिङ भन्दै मैले चाहिँ यहीँ समाप्त गर्न चाहन्छु किन भन्दै एकदम थाकिसक्यो बिहानैदेखि हामीले चाहिँ इन्जोय गरिरहेको छौँ सो हजुरहरूलाई मन परे लाइक सेयर कमेन्ट गरिदिनु होला बाई सब्सक्राइब पनि गरिदिनु होला भन्दै म चाहिँ बिदा लिन्छु